लासो फेफुला टास्देलेक र नमस्ते म रोशनी सिंह म सादियाबाट र आज चाहिँ म हजुरहरुलाई यो डम्फुको बारेमा भन्नेछु। डम्फु कहिले सृष्टि गर्नुभयो र उहाँ चाहिँ को हुनुहुन्थ्यो र हिजो अस्ति नै मैले लोछामा यो डम्फु बोकेर नाचेर भिडियो लगाउँदा दुई तीन जना दाजुभाइ दिदीबहिनीहरुले सोध्नु भएको थियो कि तपाईले हातमा बोक्नु भएको चाहिँ के हो भनेर भन्नु भएको थियो र हाम्रो तामाङको छोराछोरीहरुलाई नै उहाँहरुलाई थाहा छैन कि हाम्रो डम्फु भनेको के हो भनेर र कसले बनाउनु भएको भनेर अझै पनि थाहा छैन। त्यसकारणले मैले यो डम्फु चाहिँ कसले सृष्टि गर्नुभयो उहाँ चाहिँ को हुनुहुन्थ्यो भनेर मैले चाहिँ यो डम्फुको बारेमा भिडियो बनाउन आँटेको। यो डम्फु हातमा बोकेर र फोटो खिच्दै र नाच्दाखेरि नै डम्फु बोकेर नाच्दाखेरि नै र म तामाङ हो मात्रै भन्दा पनि हुँदैन। यसको मुन्दुङ जान्नुपर्छ र डम्फुको नियम जान्नुपर्छ र उहाँ को हुनुहुन्थ्यो सृष्टि गर्दा कसैले सोध्दाखेरि भन्नु पर्छ हे यो डम्फु चाहिँ कसले सृष्टि गर्नुभयो भनेर है। यो डम्फु चाहिँ सृष्टि गर्नु भएको हाम्रो पेङ दर्जे मेमेले गर्नु भएको थियो। उहाँको श्रीमतीको लागि बनाउनु भएको थियो। उहाँको श्रीमतीको नाम चाहिँ रुइसाङ माम हुनुहुन्थ्यो र डम्फु सृष्टि गर्ने मेमेको नाम चाहिँ पेङ दर्जे मेमे हुनुहुन्थ्यो है। र पहिला त वनमै बसोबास गर्नुहुन्थ्यो अरे। अब सबैजना हैन, पहिला त वनमै बसोबास गर्नुहुन्थ्यो अरे, वन धर्म लिन्थ्यो अरे। उहाँ पेङ दर्जे मेमे र रुइसाङ माम वनमै बसोबास गर्नुहुन्थ्यो अरे र त्यो वनमा बसोबास गर्नुहुन्थ्यो अरे माम र मेमे। र त्यो वनमा मामले चाहिँ एक दिन देख्नु भएछ अरे एकदमै सुन्दर मृग देख्नु भयो अरे, एकदम मृगको बच्चा देख्नु भयो अरे। र मृगलाई चाहिँ हाम्रो तामाङबाट ताङसरा भन्ने गरिन्छ है, जंगलको बाख्रा जस्तै अरे त्यो पनि। र ताङसरा भनिन्छ हाम्रो तामाङबाट चाहिँ। त्यो मृगलाई एकदमै राम्रो लाग्यो मामले चाहिँ मेमेलाई भन्नुभयो अरे मेमे मलाई त त्यो चाहियो भन्नुभयो अरे। मामले चाहिँ मलाई एकदम जित गर्नुभयो अरे कि मलाई चाहिँ चाहियो मेमे मलाई चाहियो भन्नुभयो अरे। मेमेले चाहिँ हुन्छ माम म ल्याइदिन्छु भन्नुभयो अरे। र मामको लागि मेमेले एकदमै त्यसलाई धर्नु कोसिस गर्दा उहाँले जीवित धर्न सक्नु भएन अरे। उहाँले हत्या मृत्यु गरेर लिएर आउनु भयो अरे। मामको अगाडि राखिदिँदा फेरि मामले भन्नुभयो अरे ल यो यति राम्रो कुदी हिँड्थ्यो, यति राम्रो कुदी हिँड्थ्यो, अहिले किन मारेर ल्याउनु भएको तपाईँले भनेर, किन यसलाई मार्नु भएको भनेर पुरा रुनु भयो अरे माम है। र माम रुनु हुँदाखेरि फेरि मेमेलाई नराम्रो लाग्यो अरे। ल मेमेले के गरौँ अब कसो गरौँ भन्दाखेरि सोच्दाखेरि धेरै दिन भयो माम रुकुरी गर्नु भयो अरे। र माम चाहिँ एकदमै रुकुरी गर्नु भयो अरे। मेमेलाई पनि नराम्रो लाग्यो अरे। त्यही भएर मेमेले चाहिँ त्यही मरेको मृगलाई एकदम काटेर त्यसको छालालाई चाहिँ सुकाएर एकदम राम्रोसँग सुकाएर यो लगाएको चाहिँ यो मृगको छाला हो। यो चाहिँ ताङसरा भन्ने गरिन्छ हाम्रो तामाङबाट चाहिँ। यो चाहिँ उसकै लगाएको र यहाँ चाहिँ अहिले मृगलाई नभेटेर अहिले चाहिँ बाख्राकै नै चराइने गरिन्छ। बाख्राकै छालाले चराइने गरिन्छ। र छालालाई चाहिँ हाम्रो तामाङबाट डी भन्ने गरिन्छ है। छालालाई चाहिँ तामाङबाट चाहिँ डी भन्ने गरिन्छ। मान्छेको छाला होस् या पशु प्राणीको छाला होस् जेलाई पनि छालालाई चाहिँ डी भन्ने गरिन्छ। र त्यही ताङसराको मृगको छाला मेमेले यो लगाएर बनाउनु भयो अरे। र यो बाँसको यो पनि बाँसको हो। र यो चाहिँ अम्बुसिङ भन्ने गरिन्छ। यसलाई चाहिँ अम्बुसिङ भनेको चाहिँ एउटा टाकी जस्तै हो, टाकीकै हो। अहिले चाहिँ त्यो अम्बुसिङको नभेटाएर काठको नभेटाएर टाकीको लगाइने गरिन्छ। यहाँ चाहिँ त्यो टाकीको रुख जस्तै हो र त्यो अम्बुसिङ नभेटाएर अहिले चाहिँ टाकीको युज गर्छ। यो चाहिँ लगाइने गरिन्छ अहिले यसको काठको चाहिँ टाकीको। र हाम्रो चाहिँ अम्बुसिङ भन्ने गरिन्छ हाम्रो तामाङबाट चाहिँ। र त्यो त अहिले खासै गरी भेट्दैन, निलो रातो परेको फुल हुन्छ त्यो बोटको चाहिँ भन्ने गरिन्छ। र मैले पनि देखेको छुइनँ, मेमेहरूले नै भन्नुभएको हो। र यो चाहिँ अम्बुसिङको हो। र यो चाहिँ पाराक्सिङ बाँसलाई चाहिँ हाम्रो तामाङबाट पाराक्सिङ भन्ने गरिन्छ है। यो चाहिँ एकदम 32वटा हुन्छ यो काँटा चाहिँ पाराक्सिङ बाँसकै बनाइने गर्छ। यो चाहिँ पाराक्सिङ भन्ने गरिन्छ हाम्रो तामाङबाट चाहिँ। र यो पनि पाराक्सिङकै यो पनि बाँसकै हो, पाराक्सिङकै हो। र यो 32वटा काँटा लगाएर र यो ताङसराको डी लगाएर छाला लगाएर मृगको छाला लगाएर र यो चाहिँ अम्बुसिङको लगाएर र त्यसरी मेमेले बनाएर त्यो मरेको मृगलाई छाला निकालेर यो छाला लगाएर र यो अम्बुसिङको काठ बनाएर र यो चाहिँ बाँसको यो खिली चाहिँ बाँसको लगाएर यो 32वटा हुन्छ लगाएर रेडी बनाएर यो बजाइ हेर्नु हुँदाखेरि मेमेले बजाइ हेर्नु हुँदाखेरि छाइ धुर्जिम्रो भनेको चाहिँ थर्किँदा यो डम्फु थर्किँदा एकदम सारा वन जंगलको पशु प्राणी डाफे मुनाल चरा चरङ्गी सबै रमाउँदै त्यही धुन सुनेर यो डम्फुको धुन सुनेर है चरा चरङ्गी सबै पशु प्राणीहरू त्यही धुन सुनेर झम्पियाङ साङ्गे पनि त्यही धुनमा आएर बसिदिनु भएछ। झम्पियाङ साङ्गे भनेको चाहिँ सरस्वती भगवान भनेको जस्तै हो, हिन्दूबाट चाहिँ सरस्वती भन्छ। किनभने झम्पियाङ साङ्गे भनेको चाहिँ डोल्मा भन्ने गरिन्छ। हाम्रो चाहिँ डोल्मा हो, मतलब डोल्मा नै हुनुहुन्छ
र झम्प्याङ साङ्गे भनेको चाहिँ सरस्वती भनेको जस्तै, किनकि धुन बाजा गाजामा त सरस्वती नै बास गर्नुहुन्छ है, र त्यही भएर झम्प्याङ साङ्गे पनि आएर यही धुनमा आएर बसिदिनु भएछ अरे। र यहाँ एउटा चरा हुन्छ नि, चरा यहाँ एउटा डाफे मुनाल भन्ने जस्तै एउटा यहाँ डम्फुको माथि चरा हुन्छ नि, त्यही चरा मतलब झम्प्याङ साङ्गे पनि आएर बसिदिनु भएछ भनेर भन्ने गरिन्छ है। र डम्फु बजाउँदा फिरिक 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 नाच्ने यहाँ चरा चाहिँ झम्प्याङ साङ्गे भन्ने गरिन्छ है। र त्यसरी चरा चरङ्गी सबै पशु प्राणीहरू यो डम्फुको धुन सुनेर सबै झम्प्याङ साङ्गे पनि आएर बसिदिनु भयो अरे डम्फुको धुनमा। र त्यतिखेर चाहिँ हाम्रो रोहिसाङ माम त्यतिखेर चाहिँ एकदमै फुर्ती, त्यतिखेर चाहिँ हाँस्नु भयो, बल्ल बल्ल माम एकदम दुखी हुनुभएको थियो, त्यो मरेको देख्दा, त्यो मृग मरेको देख्दा एकदमै दुखी हुनुभएको थियो। त्यस कारणले त्यो धुन सुन्दा चाहिँ त्यतिखेर चाहिँ माम हाँसेर त्यतिखेर चाहिँ नाच्नु थाल्नु भयो, एकदमै खुसी हुनुभयो त्यतिखेर चाहिँ माम है। र त्यही भएर मेमेले चाहिँ त्यतिखेर नै सृष्टि गर्नुभएको हो यो हाम्रो डम्फु चाहिँ, टेङ्दर चाहिँ मेमेले सृष्टि गर्नुभएको है। र डम्फुको यो चाहिँ भयो मृगको छाला, यो चाहिँ ताङसाराको छाला हो, डियो हो, यो चाहिँ अम्बुसिङको भयो, यसलाई चाहिँ अम्बुसिङ भन्ने गरिन्छ। र यो घेरोलाई चाहिँ क्युर्लिङबा भन्ने गरिन्छ, हाम्रो तामाङबाट चाहिँ क्युर्लिङबा भन्छ। यो चाहिँ बाँसको हो, यो चाहिँ बाँसको पाराक्सिङको हो, यो बाँसको चाहिँ। र हजुरले 32वटा हुन्छ है यो चाहिँ। र डम्फु चाहिँ बिहिबार जन्म भएको भन्ने गरिन्छ, बिहिबार जन्म भएको अरे यो डम्फु चाहिँ, त्यसरी भन्ने गरिन्छ हाम्रो मेमेहरूले, पुर्खाको मेमेहरूले। र बिहिबार जन्मेको अरे यो डम्फु चाहिँ, र बिहिबारै बनाइँदा चाहिँ एकदमै राम्रो शुभ हुन्छ यो हाम्रो डम्फु चाहिँ। यो सबैलाई थाहा एकदमै भएको राम्रो। यो चाहिँ हाम्रो पेङदर चाहिँ मेमेले उहाँको श्रीमतीको लागि बनाउनु भएको थियो, रोहिसाङ मामको लागि बनाउनु भएको थियो, यसरी सृष्टि भएको हाम्रो डम्फु। र त्यही भएर हामीले डम्फु यसरी चलाइन्छ हाम्रो तामाङ एकदमै शुभ कार्यमा चाहिँ एकदमै हामीले चलाउनु पर्छ यो डम्फु चाहिँ, एकदमै हाम्रो चाहिन्छ, एकदमै जरुरी हो यो डम्फु चाहिँ। र हाम्रो दाजुभाइ दिदीबहिनीलाई धेरैलाई थाहा छैन होला, यो एकदम जान्नु जरुरी हो। र मबाट पनि केही भुल भयो भने, भन्नुमा केही भुल भयो भने मनदेखि नै माफी चाहन्छु। यो चाहिँ यति नै भन्ने गरिन्छ। र मेरो भिडियो चाहिँ यतिमै समाप्त गर्दैछु। थ्याङ्क यू।